आज चाहिँ हामी टु डु लिस्ट बनाउँछौँ। यसको युआई चाहिँ अलरेडी मैले यहाँ छ है त। यसको युआई मैले अलरेडी लेखिसकेको छु। आई मिन यसको सिएसएस पार्टहरू अलरेडी मैले दिइसकेको छु है त। सो सिएसएस र एचटिएमएल पार्ट कुनै गाह्रो छैन। हामी कन्टेनरमा राखेर यो युआईको लागि हो। चाहिने कुरा भनेको हामीलाई एउटा इनपुट फिल्ड चाहिन्छ है त, अनि ए टाग चाहिन्छ। सो यसको युआई चाहिँ अब हामीले यहाँ हेर्न सक्नुहुन्छ। युआई चाहिँ यो रहेको छ है त। यसको अहिले यो वर्क गर्दैन, हामी एउटा वर्किङ बनाउँछौँ। यसमा के फिचर्सहरू एड गर्छौँ भने हामी यसमा इन्टरको होइन कीको फिचर्स एड गर्छौँ र डिलिटको फिचर्स एड गर्छौँ र त्यसमा सायद अब एडको फिचर त भइगयो। सो हामी यो फिचर्सहरू अब यसमा एड गर्छौँ है त। सो अब यसमा चाहिँ के गर्छौँ भन्दा सुरुमा चाहिँ अब म कमेन्ट दिँदै लेख्नेछु। सुरुमा हामी भेरिएबल स्टोर गर्छौँ है त। सुरुमा हामी के गर्छौँ, भेरिएबल स्टोर गर्छौँ। अब त्यसको लागि अब कन्स्ट दिएर अब सुरुमा मैले स्टोर गर्नुपर्ने के इनपुट स्टोर गर्नुपर्ने। इनपुटको क्लास हेर्छु, इनपुटको क्लास के छ हाम्रो, इनपुटमा क्लास युज गर्छौँ। सो डकुमेन्ट डट क्वेरी सेलेक्टर, अनि अब हामीले इनपुट कन्टेनर भनेर दिएँ मैले है त। अनि त्यसपछि अब हामीले केलाई अझै इम्पोर्ट गर्नुपर्ने हुन्छ भेरिएबलमा हामीलाई बटन इएल डकुमेन्ट डट क्वेरी सेलेक्टर गरेर यो बटनको चाहिँ के छ हाम्रो आइडीको छ। सो आइडीमा चाहिँ अब हामी बटन नभए डाइरेक्ट डकुमेन्ट डट गेट इलिमेन्ट बाई आइडी लेख्दा नि हुन्छ। मैले चाहिँ लेखेँ। अब डेमो छ अब हामीलाई होइन, एउटा डेमो पनि लिनुपर्ने छ। सो डेमोको लागि अब हामी डेमोलाई पनि इम्पोर्ट गर्छौँ। हामी डेमो गरेर यो डेमो चाहिँ के हो भन्दा हाम्रो युएल ट्याग हो। अब युएल भनेको अनअर्डर लिस्ट हो। यसमा चाहिँ हामी लिस्ट आइटमहरू अहिले एकछिनमा एड गर्छौँ। सो अब सुरुमा हामी के गर्छौँ भन्दा यो बटन क्लिक हुँदा चाहिँ है त। सो बटन इएल डट एड इभेन्ट लिस्टरमा चाहिँ अब हामी यसमा के जान्छौँ भन्दा क्लिकको दिन्छौँ। अनि यसमा हामी फङ्सन रन गरिदिन्छौँ। फङ्सनमा चाहिँ अब हामी एडको फङ्सन रन गरिदिन्छौँ। यसमा चाहिँ त्यो प्यारेन्थेसिस नदिनु होला। अब यो भयो, अब हाम्रो यो चाहिँ हाम्रो के भन्छ, हाम्रो यो बटन क्लिकको लागि है त। यो हाम्रो बटन क्लिकको लागि हो। यो चाहिँ बटन क्लिक्स एड इभेन्ट लिस्नरको लागि हो यो चाहिँ। अब यसले चाहिँ यो फङ्सनलाई कल गर्छ भनेको छ। अब यहाँ चाहिँ हामी फङ्सन एड दिन्छौँ। अब यहाँ चाहिँ अब हामी उता लेख्छौँ, कोड लेख्छौँ। अब यसमा चाहिँ सुरुमा हामीले के गर्नुपर्छ भन्दा यो गर्ने बित्तिकै सुरुमा हामीले इनपुट लिनुपर्छ नि त। त्यो इनपुटको सपोज मैले यहाँ केही दिएँ है त। अब मैले यहाँ के दिन्छु, भ्यालु दिन्छु। अब त्यो भ्यालुलाई अब हामी भ्यालु त चाहिन्छ। सो त्यसको लागि अब हामी के गर्छौँ भन्दा इनपुट सुरुमा इनपुट भ्यालु भनेर भेरिएबल बनाउँछौँ। अनि त्यसपछि अब हामी इनपुट इएल डट भ्यालु होइन, भ्यालु अब हामीले लियौँ। अब त्यो वाइट स्पेस हामीलाई उत्यो गर्नुको लागि ट्रिमको काम थाहा होला। त्यो जस्तै हामी स्पेस दिँदा वाइट स्पेस हुन्छ नि, हो त्यो हटाउनुको लागि, सुरुको वाइट स्पेस हटाउनुको लागि। अनि त्यसपछि अब यसमा इफ कन्डिसन लगाउँछौँ हामी। इफ कन्डिसन किन बनाउँछौँ, टु चेक एडेज भनौँ न, टु चेक इफ द टेक्स्ट इन्टर अर नट। सो यसमा चाहिँ अब हामी यहाँ गएर इफ लगाउँछौँ। इफमा गएर इनपुट भ्यालु छ हाम्रो। इनपुट भ्यालुमा त अब हाम्रो त्यो भ्यालु चाहिँ यदि भ्यालु चाहिँ नल छ, यो डबल स्ट्रिङ नल छ भने हामीलाई के दियो भन्दा अलर्ट भनेर पनि दिँदा हुन्छ है त। अलर्ट भनेर डे एउटा अलर्टको केसमा आइज, अलर्टको केसमा प्लिज इन्टर दि टास्क भनेर दिन्छु है त। अब एल्स यदि यो छैन भने चाहिँ अब हामी के गर्छौँ भन्दा एउटा कन्स्ट लिस्टमा जान्छौँ। लिस्टमा गएर हामी डकुमेन्ट डट क्रिएट एलिमेन्ट है त। डकुमेन्ट डट क्रिएट एलिमेन्ट क्रिएट गर्छु। एलिमेन्ट चाहिँ कुन क्रिएट गर्छु भन्दा एलआई क्रिएट गर्छु। एलआई क्रिएट गर्छौँ। अब चाहिँ अब हामी यहाँ लिस्टमा गएर चाहिँ यो एलआईको क्लास अलरेडी लगाइसकेको छ है, किनभने एलआईलाई मैले त्यो युआईमा दिइसकेको छु। सो अब एलआईमा अब हामीलाई ल्याउनु पर्ने छ। एलआईमा चाहिँ के ल्याउनु, अब त्यतिकै एलआईमा त दिएर त भएन। एलआईमा अब हामीलाई टेस्ट कन्टेन्ट भनेको देखाउनु पर्ने छ। कन्टेन्ट के देखाउनु पर्ने छ, अब हामीलाई टेक्स्ट कन्टेन्टमा अब हामीलाई इनपुट भ्यालु
इनपुट भ्यालु जे छ हामीलाई त्यो देखाउनु पर्ने छ है त। यो चाहिँ हाम्रो त्यसको केस हो। अब मलाई यसलाई नै म है त, अब यसलाई नै म अब के गर्छु भन्दा डेमो, यहाँ हामीले माथि दिएको छौँ डेमो इएल भन्नेमा है त, डेमो इएल डट एपेन्ड चाइल्ड गरेर हामी यसमा यसलाई लिस्ट हालिदिन्छौँ है त। अब यहाँ हेर्न सक्नुहुन्छ यदि मैले के क्रिएट गरेँ, भिम क्रिएट यहाँ लेखेँ मैले, एकछिन गाइज, हाम्रो यहाँ टेस्ट कन्टेन्ट इनपुट डट क्रिएट एलआई लिस्ट डट टेस्ट कन्टेन्टमा हामी यहाँ माथिको इनपुट भ्यालु हाल्न चाहन्छौँ। सुरुमा यो मात्र लेखौँ एकचोटि, सुरुमा यो वर्क भएको छ कि छैन हामी त्यतिकै दिउँ। यो रेन्डरिङ के आयो। सो गाइज मैले गल्ती गरेँ यहाँ एउटा, हामी इनपुटलाई लिँदैछौँ, मैले कन्टेनरलाई लिएँ है त, मैले इनिसियल नै गल्ती गरेको रहेछु। सो हेर्न सक्नुहुन्छ अब चाहिँ हाम्रो वर्क गर्नेछ। हाम्रो यहाँ गएर केही त्यतिकै अलर्ट पनि आयो भने हाम्रो फेरि यहाँ भ्यालुको अघिदेखि रङ आइरहेछ। सो मैले चाहिँ यहाँ यो गरेको थिएँ, हाम्रो यहाँ डाइरेक्ट डट इनपुट होइन, हामी यसलाई आइडी छ भनेपछि यसलाई नि ह्याज नै आउँछ, सबैको उयो नै रहेछ हाम्रो, बट स्टिल मैले गल्ती गरेर रहेछु, मैले यहाँ चेक गरिनँ है त। हो यहाँ आइसक्यो। सो यही रहेछ, मैले त्यसलाई चाहिँ कोइली सिलेक्टर गर्दै जहाँ कि त्यो क्लास होइन आइडी रहेछ, कहिले चाहिँ मैले त्यसमा डट युज गरेको थिएँ। सो सुरुको त्यो गल्ती रहेछ। एन्ड यसरी चाहिँ हामी त्यो अघि हेर्नुभयो। सो टेस्ट आयो यसरी, अनि केही इनपुट नहाल्दा पनि हाम्रो त्यो अलर्ट भनेर आयो। अब चाहिँ अब हामी के गर्छौँ भन्दा अब चाहिँ यहाँ हामी अब त्यसको लागि बनाउँछौँ भन्दा यो चाहिँ हाम्रो अब डिलिटको लागि हुन्छ, फोर डिलिट सेक्सन है त। सो यसमा चाहिँ के हुन्छ भन्दा हामी एउटा फेरि यसमा अब हामी कन्स्ट गरेर डिलिट बटन गरेर हामी यहाँ दिन्छौँ। अब यसमा चाहिँ डकुमेन्ट डट क्रिएट, तपाईँ यो मात्रै हेर्नु होला, डकुमेन्ट डट क्रिएट एलिमेन्ट भनेर हामी यसमा बटन क्रिएट गर्छौँ है त। यहाँ मैले सर्टकट लेखेँ, फेरि अहिले हुँदैन, बटन लेखेँ है त। अनि त्यसपछि अब यहाँ यो डिलिट बटन है त, बटन डट टेक्स्ट कन्टेन्ट, यसमा चाहिँ के देखाउनु पर्छ भन्दा अब मैले यसमा डिलिट भनेर देखाउनु पर्छ। एन्ड अब यसमा डिलिट बटन डट क्लास लिस्टमा चाहिँ अब मैले यसमा डिलिट बिटिएन भन्ने हाम्रो यहाँ सिएसएसको क्लास छ हो त्यो लगाउने। अनि यसमा डिलिट चाहिँ के गर्ने है त, डिलिट चाहिँ के गर्ने यसमा डिलिट बटनमा चाहिँ अब हाम्रो डिलिट बटनमा चाहिँ हाम्रो एपेन्ड चाइल्ड गर्दै त्यो त्यति बेला एपेन्ड गर जति बेला अब हामी यसमा चाहिँ लिस्टलाई चाहिँ एपेन्ड गर्दै है त, लिस्ट आउँदाखेरि चाहिँ यसलाई चाहिँ एपेन्ड गर्दै भनेको छु। अनि अब यसमा चाहिँ कन्स्ट डिलिट बटन बन्यो। अब यहाँ के रह्यो भन्दा अब हाम्रो यहाँ इफ अब चाहिँ यहाँ होइन, यहाँ चाहिँ अब हाम्रो यस्तो आउँछ डिलिट बटन। अब यहाँ चाहिँ हाम्रो डिलिट बटन डट एड इभेन्ट लिस्टरमा जा, अनि यहाँ क्लिक छ भने हामीलाई अब एउटा फङ्सन रन गरेर दे, अनि त्यो फङ्सनमा चाहिँ के गर्दै भन्दा हाम्रो एलआई डट रिमुभ गर्दै, एलआई भन्दा नि हाम्रो यो लिस्टलाई चाहिँ अब हाम्रो रिमुभ गर्दै है त। सो अब यहाँ जान्छौँ सुरुमा, एक मिनट। सो गाइज आई फाउन्ड अ स्मल मिस्टेक आई जस्ट डिड, यहाँ मैले लिस्टमा चाहिँ मैले एपेन्ड गर्नुपर्ने हुन्छ तर मैले त्यहाँ डिलिटमा एपेन्ड गर्दै थिएँ। सो यही कुरा हो। सो एनिवेज यु क्यान सी इफ आई जस्ट एपेन्ड लाइक समथिङ ओभर हियर एन्ड आई जस्ट डिलिट इट, एन्ड यो डिलिट पनि भइरहेछ एन्ड इट इज वर्किङ। तर म यसै साथ के चाहन्छु भन्दा हाम्रो यो त्यसपछि हाम्रो यो डेमो इएल डट भन्ने यसको भ्यालु पनि होइन, त्यो डिलिट गरेपछि यो आओस्, अनि डेमो इएल डट यो फोकस पनि होस् है त, हाम्रो यो लागि फोकस पनि होस्। तर यो बटनको भयो। अब हामी के चाहन्छौँ भन्दा यो इनपुट छ नि हाम्रो इनपुट इएल डट एड इभेन्ट्स लिस्टमा गरेर हामी की अप भन्ने
की अपमा चाहिँ हामी के चाहन्छौँ भन्दा हाम्रो त्यो हुँदा चाहिँ एउटा इभेन्ट ट्रिगर होस् है त। इभेन्टको लागि मैले ई दिएँ यसमा। अनि इफ ई डट की इक्वल टु इन्टर छ भने चाहिँ हामीलाई के हो भन्दा हाम्रो चाहिँ यो एड छ, एड भन्ने फङ्सन हाम्रो रन हो यतातिर है त। सो यही छ, सिम्पल छ। यहाँ आयो हाम्रो, हामी यसलाई डिलिट पनि गर्न सक्छौँ है त। हामी यसमा यो भएन भने यो पक्कै पनि लिस्ट नै हो। यस्तो गरेर आउन सक्छौँ हामी। इनपुट यो के हाम्रो आयो लिस्ट भन्दा नि हाम्रो यो यसको आयो डेमो इएल है त। डेमो इएल डट भ्यालु चाहिँ हाम्रो यो के भन्छ त्यसलाई इम्टी गरिदियो भनेको छौँ है त। अब यो भ्यालुको स्पेलिङ मिलेन होला सायद के भयो। सो सरी गाइज, मैले अघि यो लेखेको थिएँ। आई मिन अघि मैले यहाँ डेमो लेखेको थिएँ। अब डेमो त हाम्रो एपेन्ड गराउने हो। सो एपेन्डको नै भ्यालु आयो, मैले के गरेँ भन्दा नल गरिदियो भनेको छु। त्यो त्यस्तो हुँदैन हामीलाई। अब इनपुटको त्यो लेखेपछि इनपुटको भ्यालु चाहिँ नल गरिदियो भनेको छु। अब हामीले यहाँ हेर्न सक्नुहुन्छ। सो इट इज वर्किङ प्रोपरली। सो यसमा मैले के भनेको छु आई गेस लाइक तपाईँहरूले बुझ्नुभयो होला। सो सुरुको इनिसियलमा चाहिँ अब हाम्रो यही त्यहाँबाट भेरिएबल उठाउने। यहाँ मैले एउटा गल्ती गरेको थिएँ, त्यही मैले डट लेखिदिएको थिएँ। अनि डटले हामी यो कन्टेनरलाई कल गराएको थियो, त्यो होइन हामीले इनपुटबाट भ्यालु लिने पर्ने हो। सो त्यही गरेको थिएँ। अनि इभेन्ट लिस्टमा लगाएर तपाईँ त्यसमा फङ्सन नामको नाम लेखेर अनि त्यो फङ्सनलाई फङ्सन लेखेर अब त्यो फङ्सनमा के चाहन्छौँ हामी इनपुटको भ्यालु चाहन्छौँ सुरुमा। सो इनपुटको भ्यालु लिने र त्यो यदि इनपुटको भ्यालु चाहिँ केही छैन भने हामी त्यसलाई अलर्ट फालिदिन्छौँ। यदि केही भ्यालु छ भने है त, भ्यालु हालेको छ भने के गर्छौँ अब हामी एउटा लिस्ट क्रिएट गर्छौँ है त। लिस्ट क्रिएट गरेर अब त्यो भित्र चाहिँ अब हामीले त्यो माथि इनपुटमा जे लेखेको थियौँ नाम है त, इनपुट भ्यालुमा अब हामीले जे लेखेको छौँ एबिसिडी यताउति जे लेखेको छौँ हो त्यो यहाँ आएर बस, यहाँ आएर बस है त। अनि यो आएर बसेको कुरा यहाँ देखाऊँ, त्यो चाहिँ अहिले पछि देखाउँछौँ। सुरुमा अब फेरि त्यो गरेपछि हाम्रो डिलिट पनि क्रिएट हो एज एउटा डिलिट बटन। अनि त्यो डिलिट बटन क्रिएट हो अनि त्यो डिलिट बटनमा टेक्स्ट चाहिँ डिलिट बटन क्रिएट भएपछि त्यो टेक्स्ट चाहिँ हाम्रो डिलिट हाल्दै अनि त्यो डिलिट बटनमा हामीले क्लास लिस्ट पनि लगाइदियो। अनि क्लास लिस्ट चाहिँ अब हाम्रो डिलिट बटन भन्ने लगाइदिए। अनि अब यहाँ के गरिदियो भन्दा अब यहाँ डिलिट बटन डट एड इभेन्ट लिस्टमा लगाइदिए है त। अब यदि डिलिटमा बटनमा क्लिक गऱ्यो भने हाम्रो त्यो लिस्ट हुन्छ नि, यो लिस्टमा अब हामीले जे एपेन्ड गरेको छौँ, जे भ्यालु एपेन्ड गरेको छौँ हो त्यो भ्यालुलाई डिलिट गरिदियो भनेको छौँ। र यो लिस्ट एपेन्ड चाइल्डमा चाहिँ त्यो हरेक लिस्ट बन्दाखेरि हाम्रो डिलिट बटन पनि एपेन्ड गरिदिए। र अर्कोमा चाहिँ त्यो एड गर्दाखेरि चाहिँ हाम्रो डेमो, जस्तै डेमो भनेको त्यो युएलको थियो हाम्रो होइन, त्यो अर्डर लिस्टमा चाहिँ अब हाम्रो त्यो लिस्ट एपेन्ड गरिदियो भनेको छौँ। र त्यसपछि चाहिँ अब हाम्रो त्यो लिस्ट एपेन्ड गरेपछि हाम्रो इनपुटको भ्यालु छ हाम्रो माथिको त्यो हामी जेमा टेक्स्टहरू लेख्छौँ हो त्यो भ्यालुलाई पुरै भ्यालु नल गरिदिए, 0 गरिदिए है त, केही नदेखा इम्टी देखाइदिए। अनि त्यसपछि अब हाम्रो डेमो इएल डट भनेपछि अब डेमो इएल डट भनेपछि हामी यसमा इनपुट इएल डट फोकस है त, त्यो इनपुटमाथि फोकस गरिदिए। र एड इभेन्ट लिस्टमा अब यसमा चाहिँ इभेन्ट कि सपोज अब हामीले इन्टर दाब्यौँ भने इनपुटमा चाहिँ अब हामीले एउटा की अप भन्ने फङ्सन छ। हामी कुनै पनि की गऱ्यौँ भने हो त्यो कीको भ्यालु जान्छ। अब त्यसमा चाहिँ हामी त्यो की इभेन्टको थ्रुबाट जान्छ। सो हामी त्यसमा चाहिँ यदि ई डट की यदि हामीले कुनै की दाबेको छौँ र त्यो चाहिँ अब हाम्रो इन्टर छ भने हाम्रो त्यो फङ्सन रन गराइदिए एड भन्ने र चलाइदियो भनेको है त। सो यही हो। अब यसको लोकल स्टोरेज पनि हामी हेर्नु नै छौँ है त। सो वेट गाइज म ल्याउँछु। सो गाइज मैले यहाँ के गरेको छु भन्दा मैले लोकल स्टोरेज पनि लगाएको छु, अघि लोकल स्टोरेज थिएन। सो आई वान्ट टु से द्याट यदि होइन जसलाई त्यतिकै नर्मल टु डु लिस्टमा त बनाउनु छ है त, सो दे क्यान मेक इट। अहिलेसम्म मैले जहाँ गरेँ हो त्यतिसम्मको गर्दा हुन्छ। बट दोज हु वान्ट टु मेक अ स्पेसिफिकली लोकल स्टोरेज टु डु लिस्ट होइन, जहाँ कि अब सपोज मैले यहाँ होइन युट्युब लेखेँ है त, अब मैले इन्टर गरेँ। अब सपोज अब हामीले वेबसाइटमा बनाएँ, अब यो चाहिँ हाम्रो डिलिट हुँदैन, रिलोड गर्दा पनि डिलिट हुँदैन जबसम्म हामी यसलाई डिलिट गर्दैनौँ है त। अनि यसलाई चाहिँ लोकल स्टोरेज कसरी भन्छ भन्दा यहाँ हामीले यहाँ पेज यहाँ ओभर हियर यु क्यान सी पेज रिलोड गरेँ मैले, रिलोड गर्दा पनि
डिलिट भएको छैन है त यो। सो यो चाहिँ के हुन्छ भन्दा हामी यहाँ लोकल स्टोरेजमा गएर यहाँ हेर्न सक्नुहुन्छ, डिलिट गऱ्यो भने डिलिट गरेर भयो है त। अनि यहाँ आएर मैले यहाँ भिम गरेँ है त। सो भिम गरेँ मैले यहाँ, यो मेरो अगाडिको यो लोकल स्टोरेज हो। सो डोन्ट माइन्ड इट है त, यिनीहरूलाई माइन्ड नगर्नु, यिनीहरूलाई म यहीँबाट पनि डिलिट गर्दा हुन्छ है त। सो चाहिँ मेरो हो यहाँ चाहिँ हो। यदि अब मैले एउटा अझै फङ्सन लेखेँ, के लेखेँ यहाँ हेर्न सक्नुहुन्छ, यहाँ आएर हाम्रो बस्यो, एरे भित्र गएर बसिरहेछ है त, हाम्रो एरेमा गएर बसिरहेछ यसरी। सो अब मैले यहाँ डिलिट गरेँ भने हाम्रो यो पनि डिलिट हुन्छ। सो यसको जिएस चाहिँ मैले बनाइसकेको छु है त। बट आई वान्ट टु सो यु एगेन, म फेरि तपाईँहरूलाई बनाउँदै बुझाउने पनि छु है त। सो त्यसको लागि मैले फेरि बनाउनु पर्छ। बट म यहाँ केही कुराहरू छ म त्यो बनाउनु चाहदिनँ अहिलेलाई, आई मिन म मेन चाहिँ बनाइदिन्छु। सो यो चाहिँ हाम्रो एउटा अझै फङ्सन बनाउनु पर्छ। अनि त्यो फङ्सनमा मैले केही गरेको छैन है त, यो फङ्सनलाई बेग्लै गरेको छौँ किनभने हामीलाई रन गराउनु चाहन्छौँ बेग्लै। अनि यसमा हामीले डिलिटको एड गरेको छौँ है त। सो फर नाउ मैले के गर्न चाहन्छु भन्दा मैले डिलिट मात्र गर्न चाहन्छु। हामी यहाँ आएर डिलिट मात्र गर्न चाहन्छौँ, सुरुमा यसलाई आएर डिलिट गर्छौँ हामी है त। अब यहाँ आएर अब यसलाई नै डिलिट गरेर म एकचोटि मजाले हैन म गर्दै भन्नेछु। सो अब यसमा चाहिँ हाम्रो यसमा सुरुमा के हुन्छ भने सुरुमा अब हाम्रो पेज लोडको बनाउँछौँ हामी। यसमा पेज लोडमा अब के गर्नुपर्छ भन्दा हामी विन्डो डट एड इभेन्ट लिस्टनर है त, एड इभेन्ट लिस्टनर। अनि हाम्रो यो के चाहिन्छ भन्दा डम कन्टेन्ट लोडेड है त, यो माथिको डम कन्टेन्ट लोडेड हुँदा चाहिँ हाम्रो एउटा फङ्सन रन हो। अनि त्यो फङ्सनमा चाहिँ एउटा भेरिएबल दिने, हामी भेरिएबलको नाम चाहिँ कन्स्ट सेभ टास्क भनेर हामी भेरिएबल दिन्छौँ। त्यसको हामी टास्क चाहिँ सेभ गर्नेछौँ है त। सो त्यसमा चाहिँ अब टास्क सेभ गर्दा हामी जेसनको थ्रुबाट जेसन डट पेज है त, जेसन डट पेजको थ्रुबाट हामी टास्क सेभ गर्छौँ। र त्यसमा चाहिँ अहिलेलाई चाहिँ लोकल स्टोरेज अहिलेलाई हामी केही भ्यालु सेट गरेको छैनौँ है त। सो लोकल स्टोरेज डट गेट आइटम, तर नि हामी गेट आइटम गर्छौँ किनभने हामीलाई भ्यालु चाहिन्छ। सो भ्यालु चाहिँ अब हामी के को लिन्छौँ भन्दा भ्यालु चाहिँ हामी एउटा टास्कको लिन्छौँ है त। यदि त्यो भ्यालु छ भने दे, छैन भने हामीलाई इम्टी एरे दे भनेको छौँ है त। अब त्यसपछि अब के गर्छौँ भन्दा हामी यसको यो कन्स्ट हाम्रो यो सेभ टास्ककोबाट हामी फोर इच भनेको तपाईँको हरेक हुन्छ नि हरेक त्यसमा भित्रमा छिरेर है त, यसले त्यहाँ हेर्ने गर्छ, हरेक त्यहाँ छिरेर हाम्रो नयाँ एरेमा यसले क्रिएट गर्ने गर्छ है त। सो फोर इच हामी के गर्छौँ भन्दा फोर इचमा हामी टास्क दिन्छौँ। सो टास्कमा गएर चाहिँ अब यदि टास्कमा गएर चाहिँ हामी क्रिएट टास्क इलिमेन्ट भनिदिन्छौँ र यसमा अब हामी टास्क भनिदिन्छौँ है त। क्रिएट यो चाहिँ आर्गुमेन्ट हो, आर्गुमेन्टको थ्रुबाट हामी यसमा भ्यालु पास गर्नेछौँ र भ्यालु लिनेछौँ है त। सो यति गरिसक्यो अब हामीले। अनि त्यसपछि चाहिँ सो यसै साथ अब हामीले यहाँ टास्क एलिमेन्ट क्रिएट गरिसकेको छौँ, यो पर्दैन ओके। सो टास्क एलिमेन्ट क्रिएट गरिसकेको छौँ है त। सो यो चाहिँ हाम्रो एउटा फङ्सन रहेछ। सो यसले चाहिँ अब क्रिएट टास्क एलिमेन्ट भन्ने रहेको छ। अब हामी अघि के थियो हामीले एल्समै हाम्रो के थियो भन्दा यो लिस्टहरू हालेको थियौँ है त। सो सुरुमा यसमा त्यही रहेको छ, हामी यसमा एल्समा नै त्यही रहेको छ। हामी यसमा के लिन्छौँ भन्दा क्रिएट टास्क एलिमेन्ट हामीले जुन फङ्सन क्रिएट गरेको थियौँ हो त्यहाँबाट चाहिँ हामी आर्गुमेन्ट लिन्छौँ। सो क्रिएट टास्क एलिमेन्ट छ, अब इनपुट भ्यालु भनेको छ। सो इनपुट भ्यालुमा चाहिँ अब के भ्यालु छ हो त्यो आएर हामी आर्गुमेन्टमा बस्छ है त, आर्गुमेन्टमा जान्छ। अनि सेभ टु लोकल स्टोरेजमा पनि के भ्यालु छ हो त्यो गएर हाम्रो इनपुटको भ्यालु गएर बस्छ है त। सेभले चाहिँ सेभ गर्ने काम गर्छ, क्रिएटले चाहिँ क्रिएट गर्ने हो त्यो गर्ने काम गर्छ। सो यसमा चाहिँ अब हामी एउटा फङ्सन क्रिएट एलिमेन्ट गरेको छौँ। सो क्रिएट एलिमेन्टमा हामीले के गरेको छौँ टास्क लिएको छौँ, यो अरू यो जे छ हाम्रो यसमा यो एलिमेन्ट बनाएको छौँ हामी। अनि यो
अब लिस्ट क्रिएट गरेँ। अब लिस्टमा अब हामीले के पेन्ट गर्नुपर्छ भन्दा इनपुट भ्यालु पेन्ट गर्ने, इनपुटको भ्यालु इनपुटको भ्यालु हाम्रो के थ्रुबाट पास भएको छ भन्दा टास्क टेस्ट। सो जसलाई फङ्सनको बारेमा मजाले थाहा छ है त, दे नो नलेज लाइक आर्गुमेन्ट कसरी काम गर्छ, हामी कसरी पासेस थ्रु गर्छौँ। आर्गुमेन्टमा एउटा नाम लेखेपछि सबैमा एउटा होइन, तपाईँले त्यो फङ्सन क्रिएट गरेपछि त्यसमा जेसुकै नामले तपाईँले त्यही मेन फङ्सनमा तपाईँ आर्गुमेन्ट पास गर्नुहुन्छ। सो यसमा त्यही भएको छ, इनपुट भ्यालु पास भएको छ टास्क टेस्टमा। अब हामी त्यसमा टास्क टेस्ट गरेर हामी यसलाई पर्सिस्ट गराएको छौँ, त्यहाँ ल्याएको छौँ है त। अनि त्यसपछि यो पेन्ट गर्ने कुरा भइगयो। अनि त्यसपछि अब डिलिट बटन पनि क्रिएट गर्छौँ। डिलिट बटनमा चाहिँ अब हामी टेस्ट कन्टेन्ट, त्यो डिलिटको बटनको नाम चाहिँ टेस्ट कन्टेन्टमा डिलिट दिएको छौँ। र बटन एड इभेन्ट लिस्टरमा चाहिँ हाम्रो क्लिक भयो भने हाम्रो अझै एउटा फङ्सन रहनु, त्यो फङ्सनलाई हामीले सुरुमा डिक्लेयर गरेको छ, यसलाई फङ्सन डिक्लेरेसन भनिन्छ। हामी सुरुमा फङ्सन डिक्लेयर गर्छौँ भने, अनि त्यसमा के रहनु भन्दा हाम्रो रिमुभ फ्रम लोकल स्टोरेज भन्ने एउटा फङ्सन छ, हो त्यसलाई रन गराइदिए। त्यसमा चाहिँ टास्क टेस्ट भन्ने चाहिँ अब हाम्रो इनपुट भ्यालु छ, हो त्यो इनपुट भ्यालु पनि पठाइदियो भनेको छ। अब यहाँ हामी के बनाउँछौँ भन्दा फङ्सन सेभ टु लोकल स्टोरेज भन्ने छ। अब यसमा टास्क भनेर दिएँ मैले है त। फङ्सन सेभ टु लोकल स्टोरेजमा चाहिँ अब हामीले टास्क भनेर मैले यहाँ दिएँ। एन्ड देन त्यसपछि म के गर्छु भन्दा अब यसमा जस्ट जुम इन गरौँ अलिक के मजाले देखियोस् भनेर। अनि त्यसपछि अब एउटा कन्स्ट टास्क बनाउँछौँ। पछि मिस्टेक हुने नै छ, मैले केही न केही त पक्कै पनि बिर्सिने नै छु है त। सो म त्यसलाई हो त्यही भएर म भिडियोलाई पज गर्छु, लाइक म कन्फर्म छु कि छुइनँ है त, म चेक पनि गरेर हुन्छु ब्याकग्राउन्डमा। सो हामी अब जेसनको डट पेस्ट गर्छौँ। अनि पेस्टबाट अब हामी के भन्छ लोकल स्टोरेज डट गेट आइटम सुरुमा गेट गर्छौँ है त होइन, लोकल स्टोरेज डट हामी यसमा सेट गर्छौँ नि त, सेट आइटम भन्ने छ। लोकल स्टोरेज डट सेट आइटममा चाहिँ अब हामी के आइटम सेट गर्छौँ भन्दा हामी टास्क भन्ने आइटम चाहिँ अब हामी सेट गर्छौँ। अनि त्यसलाई चाहिँ अब टास्क भन्ने आइटमलाई सेट गर्छौँ हामी, त्यसलाई चाहिँ जेसन स्ट्रिङिफाई अब त्यसपछि हामी यसलाई नि जेसन डट स्ट्रिङिफाईले हाम्रो के गर्छ भन्दा एरेमा कन्भर्ट गर्ने काम गर्छ है त यसले। स्ट्रिङिफाई भनेको लाइक अब बेसिक लोकल स्टोरेज आउँछ भने यो आइ नै हाल्छ। अनि यसलाई चाहिँ अब हामी टास्कलाई चाहिँ कन्भर्ट गरिदिन्छौँ। नभए यो छैन भने हाम्रो इम्टी एरे दे है त, इम्टी एरे दे र हाम्रो यो टास्क। अब यहाँ चाहिँ मजाले हेर्नु, मैले टास्क दिनुपर्छ। सो टास्क डट पुसमा चाहिँ अब हामी केलाई पुस गर्छौँ भन्दा यो टास्क छ नि माथिको पुस गरिदिन्छौँ अब। अनि यसमा चाहिँ लोकल स्टोरेज डट सेट आइटममा अब हामी फेरि टास्कलाई सेट गरिदिन्छौँ। टास्कलाई सेट गरेर हामी जेसन डट स्ट्रिङिफाई टास्क। सो जस्ट लिमी एकचोटि हेर्नु दिनु, म मेरो त्यो हेर्छु एन्ड देन हामी टेल यु के रङ छैन। सो यसमा अघिकोमा मैले के चेन्जेस गरिदिएँ भन्दा यो हाम्रो यहाँ हुन्थ्यो, यहाँ हुँदैन थियो, मैले यो मिस्टेक गर्दै एउटा सानो मिस्टेक गर्दै मैले कि मैले यो स्ट्रिङिफाई पनि यतातिर दिएँ, तर त्यो होइन, यो यहाँ मुनि हुने रहेछ। सो यसको चाहिँ केस के भन्दा सुरुमा हामी टास्क हुन्छौँ, यो माथिबाट आएको टास्क हुन्छ नि हाम्रो जुन टास्क आउँछ, हामी यसमा चाहिँ त्यो टास्कलाई चाहिँ सेट गरिदिन्छौँ है त। अब त्यो गरेर हामी त्यो टास्क सुरुमा लिन्छौँ है त। सरी, हामी सुरुमा त्यो आएको टास्क हुन्छ नि, हो त्यो आएको टास्कलाई हामी लिन्छौँ सुरुमा है त। अन्त आएको टास्कलाई लिन्छौँ सुरुमा, अनि लिएपछि त्यसलाई हामी पुस गरिदिन्छौँ टास्कमा है त।
अनि त्यो टास्कमा पुस गर्दाखेरि चाहिँ अब हामी लोकल स्टोरेज अब त्यसलाई चाहिँ हामी सेट गरिदिन्छौँ। टास्क हुन्छ नि, यो टास्कलाई चाहिँ हामी सेट गरिदिन्छौँ, यो कीलाई चाहिँ हामी सेट गरिदिन्छौँ। कीलाई चाहिँ अब हामी एज अ हामी एरेको रूपमा अब्जेक्टको रूपमा हामी यसलाई यो स्ट्रिङिफाई यो टास्कलाई चाहिँ अब हामी सेट गरिदिन्छौँ है त, की र भ्यालुलाई। अब यहाँ रिमुभको केस आउँछ। सो रिमुभको केसमा अब हामी फङ्सन आउँछ। फङ्सनमा चाहिँ अब हामी रिमुभ फ्रम लोकल स्टोरेज छ, लोकल स्टोरेज। र यहाँ पनि अब हामी एज अ रिमुभ टु टास्क है त, टास्क टु रिमुभ भनेछ। हामी टास्क चाहिँ रिमुभ गर्न चाहन्छौँ, टास्क टु रिमुभ छ है त, हामी टास्कलाई रिमुभ गर्न चाहन्छौँ। सो रिमुभ चाहिँ कुन बेला हो भन्दा हाम्रो सुरुमा यहाँ अब हामी लेट टास्क दिन्छौँ है त, लेट टास्क दिए। अब टास्कमा चाहिँ अब जेसन यसमा नि त्यही हो, सुरुमा हामीले ल्याउनु पर्ने हुन्छ जेसन डट पेज गरेर अब हामी लोकल स्टोरेज डट गेट आइटम है त, सुरुमा हामी त्यो कुरा ल्याउँछौँ। अनि यहाँ आएर हामी टास्क भनेर ल्याउँछौँ। यदि छैन भने एज अ हाम्रो इम्टी एरे जा है त, अर केस हो है त यो डबल त्यो भनेको, डबल लाइन भनेको। सो अब के गर्छौँ, अब हामी फिल्टरको युज गर्छौँ। फिल्टरको युज हामी कसरी हुन्छ भने सुरुमा म यसको कुरा भन्ने पनि सायद म भन्छु होला यसको बारेमा, बिकज यो डिलिटको कसरी डिलिट भयो त्यो पनि जान्नु जरुरी छ। सो टास्क डट हामी फिल्टर जान्छौँ। आइएम डुइङ स्लोली ओके। टास्कमा गएपछि अब हामी यो टास्क हानेपछि हाम्रो यो छ नि, यो टास्क अब हाम्रो यहाँ आइसकेछ है त। यो लुप थ्रु फिल्टरले नयाँ एरे बनाएपछि अब त्यो एरेमा यदि मिल्छ भने राख्दैन, मिल्दैन हो त्यसलाई मात्र राख्छ है त। सो यसमा त्यही गर्छ। यसमा चाहिँ हामी म एकचोटि सुरुमा बनाइदिउँ एन्ड देन यु हेभ आइडिया। यदि टास्क इज नट इक्वल टु हाम्रो टास्क टु रिमुभसँग छैन भने यसले राख्दैन। एन्ड देन त्यसपछि अब हामी के गर्छौँ, लोकल स्टोरेज डट सेट आइटम। अब यो नराखेकोलाई चाहिँ अब हामीले पठाउनु पर्छ है त। सेट आइटममा गएर अब हामी जेसन डट स्ट्रिङिफाई गरेर हामी अब्जेक्टको थ्रुबाट हामी टास्कमा पठाउँछौँ। सो अब यहाँ के गर्छौँ, सो फिल्टरले कसरी काम गर्छ है त। सो फिल्टरले काम कसरी गर्छ भन्दा हामी यहाँ पेन्टमा जाऊँ। सो मानौँ तपाईँले एउटा केही पेन्टा भन्दा नि हामी म क्रोममा गएर तपाईँलाई एक्सकालीमा देखाउँछु, एक्सकाली ड्रमा। सो आई वान्ट टु मेक इट क्लियर हो, त्यो भएर हो। सो मानौँ तपाईँले यहाँ केही छ, तपाईँको यहाँ इनपुट छ है त। इनपुटमा तपाईँले के लेख्नुभयो, सुरुको लाइन यो लाइन, तर हाम्रो यो केमा हुन्छ, एरेको थ्रुमा है त, एरेको थ्रु नभए अब्जेक्टको थ्रुमा हुन्छ। सो यो चाहिँ अब हाम्रो नम्बरमा हुन्छ, नम्बर 1 2 हुन्छ है त। अब मानौँ तपाईँसँग एउटा बटन पनि छ है त, यहाँ एउटा बटन छ, यहाँ नि एउटा बटन छ र यहाँ नि एउटा बटन छ है त। सो अब तपाईँले यदि यो बटनलाई क्लिक गर्नुभयो भने है त, यो हाम्रो कुन हो, इन्डेक्स 1 हो यो है त। आई मिन इन्डेक्स 0 हो त्यो र इन्डेक्स 1 यो हो, यो इन्डेक्स 0 है त, यो इन्डेक्स 0 हो र इन्डेक्स यो 1 हो र यो इन्डेक्स 2 हो। सो अब त्यो फिल्टरले के गरी काम गर्छ भन्दा हाम्रो टास्क आएको हुन्छ, टास्क, अनि तपाईँले इनपुटको भ्यालुमा त पठाउने भनेको यो हो, त्यसको भ्यालु हो। सो त्यसको भ्यालु हेर्छ यसले है त। सो त्यसको भ्यालु अब यहाँ आउँछ। सो अब यहाँ आउँछ, अब यहाँ के गर्छ भने अब सपोज यहाँ आउँछ। सो तपाईँले अब के क्लिक गर्नुभयो, अब त्यो क्लिक गरेको एलिमेन्ट चाहिँ है त, सो क्लिक गरे अब त्यो टास्कमा त के आउँछ, क्लिक गरेको। अब सपोज तपाईँले यो मानौँ हाम्रो म्याङ्गो छ, हामीले टास्कमा म्याङ्गो लेख्यौँ है त, म्याङ्गो लेख्यौँ है त। अब टास्कमा तपाईँले म्याङ्गो लेख्नुभयो, अब त्यहाँ पनि हाम्रो त्यो फिल्टरमा पनि म्याङ्गो आउँछ है त। फिल्टरमा त्यो सबै लुप थ्रु हुने हो नि त, त्यो एलिमेन्टको लुप थ्रु हुन्छ। अनि पछि यदि अब त्यहाँबाट क्लिक छ, त्यहाँ त म्याङ्गो छ। अब यदि पर्सनले है त, पर्सनले यदि त्यही म्याङ्गो क्लिक गर्यो है त, पर्सनले पनि होइन
त्यहाँ युजरले यहाँ त अलरेडी हाम्रो त्यो लुपिङ थ्रु भइरहेछ, त्यहाँबाट हाम्रो त्यो फिल्टरले गएर पनि यो तपाईँको लुपको जस्तै हो, यो लुप थ्रु भइरहेछ है त। त्योबाट यसले सबैलाई एलिमेन्टलाई गेट गरिरहेछ, लिइरहेछ त्यहाँबाट पास भएकोलाई। र यदि यो चाहिँ हाम्रो त्यत्तिकै त्यहाँ सेभ भएको एलिमेन्ट है त, त्यहाँ त्यो सेभ भएको एलिमेन्ट चाहिँ हाम्रो म्याङ्गो यताउति छ। अब क्लिक हुँदा रिमुभ बटनमा जब सपोज अब हामीले क्लिक गरेँ रिमुभ बटनमा, अब मैले यसमा नि म्याङ्गो क्लिक गरेँ है त, यसमा मैले म्याङ्गो क्लिक गरेँ भने के हुन्छ भन्दा यो म्याङ्गो र यो म्याङ्गो हाम्रो त के छ, म्याच छ नि त, यो हाम्रो म्याच भयो। अब म्याच भएपछि अब यसलाई के गर्दा भन्दा यसलाई हटाइदे, यसलाई नराख है त, यसलाई नराख। अब यदि यो म्याङ्गोको सट्टा अब हामीलाई एप्पल छ, मानौँ मैले यहाँ एप्पल लेखेँ है त, सो म्याङ्गो र एप्पल त बराबर त छैन है त, बराबर त छैन, यो नेम र नेम त बराबर त छैन है त। सो बराबर छैन भने यसलाई राख, जे कुरा मिल्दैन त्यसलाई राख, जे कुरा मिल्छ त्यसलाई हटाइदे। अब यो ठाउँमा अब हाम्रो इन्डेक्स आउँछ नि त, यहाँ त हाम्रो 0 आउँछ। अनि सुरुमा त यहाँ सबै अब यसमा 0 1 2 3 आयो। यदि पर्सनले अब 0 = 0 भयो भने मिल्यो नि त, अब मिल्यो भनेपछि त्यसलाई नराख, हटाइदे है त। सो यही गरेको छ हाम्रो फिल्टर मेथडले, यही गरेको छ। सो लेट्स सी द आउटपुट, मैले बनाइसकेँ। सो अब हामी आउटपुट हेर्छौँ। सो यो गाइस मैले के बिर्सेको थिएँ भन्दा आई जस्ट फर्गेट, यहाँ मैले यो लाउनु बिर्सेको थिएँ है त, यसलाई मैले क्लोज गर्नु बिर्सिरहेको थिएँ। यहाँबाट हाम्रो स्टार्ट भएको थियो एन्ड वी जस्ट फर्गेट टु क्लोज, सेमिकलन नै दिइहालौँ है त। एन्ड आई रिकगनाइज कि हामीले होइन के गरेँ, अघि भर्खर मैले यहाँ चेक गरेँ है त। सो यहाँ चेक गर्दा मैले के पाएँ भन्दा हाम्रो यहाँ छ नि, मैले मानौँ कि इन्टर गरेँ, हाम्रो यो के भयो, यो त अघिको हो नि त, यो ब्रो यो अघिको। अनि हेर यहाँ अब मैले क्लिक गरेँ भनेपछि गयो, के आयो हाम्रो टास्कको चाहिँ भनेपछि सेभ भएकै छैन। सो सेभ भएको छैन भनेपछि अब हामीले टास्कको हेर्नु पऱ्यो। त्यसमा चाहिँ के भएको छ, हाम्रो जेसन डट स्ट्रिङिफाई छ होइन, हाम्रो रिमुभमा चाहिँ यो छ, बट यसमा चाहिँ मैले जेसन दिएकै छैन है त। सो गल्ती त्यहाँ रहेछ, मैले जेसन डट स्ट्रिङिफाई दिनुपर्ने रहेछ। एन्ड देन अब हामी हेरौँ यहाँ के टाइप गरेर हेरौँ, डिलिट गरौँ है त। विम इज गुड, एक्चुली आइएम नट ओके, यहाँ हेर्नु। सो अब भयो, अब हाम्रो यहाँ आएर हुँदैछ। सो आई होप गाइज यु गाइज गेट एबाउट इट है त। म यो तपाईँलाई पक्कै पनि गिटहबमा हालिदिनेछु है त, पब्लिस गरिदिनेछु, द्याट इट विल मेक लाइक इट विल बी सो मच इजी है त। अनि हेर्दै गर्नु सक्नुहुन्छ, बट सकेसम्म आफैले गर्नु। दिस क्यान बी अ फ्रस्ट्रेटिङ होइन, बुझ्नुको लागि ओभर फ्रस्ट्रेटिङ, बट आफ्टर लेटर यु नो इट क्यान बी अ फनफुल। यसमा केही छैन, आई मिन केही छैन त भन्दिनँ, धेरै कुरा छ यसमा। तपाईँले गर्नुपर्ने के हुन्छ भने सुरुमा आइटम सेट गर्नु। यसले के भन्छ, सुरुमा तपाईँले फङ्सनबाट इनपुट होइन, इनपुट चाहिँ सुरुमा तपाईँले गेट गर्नु, लिनु है त। अनि त्यो गेट गरेको इनपुटलाई तपाईँले सेट गर्नु, बुझ्नुभयो, त्यो सेटको काम हो। त्यो सेट आइटममा तपाईँले त्यो काम गर्ने हो। अनि त्यसपछि अर्को रिमुभमा तपाईँले त्यो फिल्टरको युज गर्ने हो, त्यो मैले अगाडि डिस्क्राइब गरिसकेँ। अर्को हाम्रो डममा के गर्ने हो भने त्यो पेज रिलोड हुँदा चाहिँ हामी आइटम गेट गर्छौँ, सुरुमै हामी आइटम गेट गर्छौँ। सो डमको त्यही यसमा त्यही हो, इनपुट लिने अनि त्यो इनपुटलाई सेट गर्ने है त। द्याट्स इट गाइज, आई होप यु गाइज लाइक इट, एन्ड इफ यु लाइक इट देन फेरि पनि हेर्नु होला अरू कुनै भिडियो। आई वोन्ट फोर्स यु टु सब्सक्राइब अर एनिथिङ एल्स, बिकज आई एम जस्ट हियर टु सेयर माई नलेज अर वाट एभर आई ह्याभ। So that's it. Bye guys. See you again. See ya. Ha 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 ha.